विश्वमा वर्षेनी तपाईको चाहिँ विश्वमा हैन नेपालमा तपाईको चाहिँ 15 देखि 20 लाख सम्म मान्छे सुगरको कारणले गर्दाखेरि मान्छे चाहिँ मरिरहेको छ है। अब यो सुगरले पनि यो मृगौला चाहिँ खतम भयो भने अथवा सुगरले के गर्दो रहेछ भने सुगरलाई समयमा उपचार गरेन भने मृगौला सजिलो रहेछ है मेरो अनुभव। अर्को सुगर र प्रेसरले चाहिँ दाजुभाइ भन्ने गर्छन् क्या। यो दाजुभाइ भनेको किन हो भन्नुहुन्छ भने सुगरले मृगौला बिगार्दिन्छ अनि मृगौलाको काम भनेको पिसाबको प्रोडक्सन गर्ने मात्र होइन, हाम्रो शरीरका सम्पूर्ण विकारीयुक्त परिकार जुन चाहिँ विकारीयुक्त तत्त्वलाई चाहिँ त्यसले छानिदिन्छ र पिसाबको मार्फतबाट फालिदिन्छ एउटा काम। अर्को मृगौलाको काम के हो भने शरीरमा तापक्रम चाहिँ छान्दाखेरि ताप आउँछ नि यो जुन चाहिँ हिट प्रोडक्सनको लागि विशेष काम मृगौलाको पनि हुन्छ। र अर्को इरेथ्रोपोइटिन भन्ने हर्मोन निकाल्छ, त्यो हर्मोनले रातो रगत बनाउँछ। अनि मृगौलाको धेरै काम रहेछ, एसिड बेस ब्यालेन्स मिलाउने, पीएच मिलाउने हैन। अब त्यो सबै पढाउन थाल्यो भने एक दिन बित्छ फेरि। एनीवे मृगौला किन चेक गर्न आएको भन्ने कुरा त बुझ्नुभयो। बिग्रिसकेपछि थाहा हुने र मृगौला बिग्रिसकेपछि कि त मृगौला खोज्न पर्यो कि त फिस्टुला खोलेर डायलाइसिस गर्नु पर्यो। त्यो पैसा हुनेका लागि, पैसा नहुने मान्छे त मर्ने नै हो। फेरि पैसा हुने मान्छेले पनि भनेको जसरी मृगौला पाउँदैन, किन अहिले हाम्रो खानपिनहरूले गर्दा बाउको मृगौला छ मेरो अनुभव। अर्को सुगर र प्रेसरले वर्षेनी विश्वमा वर्षेनी तपाईको चाहिँ विश्वमा हैन वर्षेनी विश्वमा वर्षेनी तपाईको चाहिँ विश्वमा हैन नेपालमा तपाईको चाहिँ 15 देखि 20 लाख सम्म मान्छे सुगरको कारणले गर्दाखेरि मान्छे चाहिँ मरिरहेको छ है। अब यो सुगरले पनि यो मृगौला चाहिँ खतम भयो भने अथवा सुगरले के गर्दो रहेछ भने सुगरलाई समयमा उपचार गरेन भने मृगौला सजिलो रहेछ है मेरो अनुभव। अर्को सुगर र प्रेसरले चाहिँ दाजुभाइ भन्ने गर्छन् क्या। यो दाजुभाइ भनेको किन हो भन्नुहुन्छ भने सुगरले मृगौला बिगार्दिन्छ अनि मृगौलाको काम भनेको पिसाबको प्रोडक्सन गर्ने मात्र होइन, हाम्रो शरीरका सम्पूर्ण विकारीयुक्त परिकार जुन चाहिँ विकारीयुक्त तत्त्वलाई चाहिँ त्यसले छानिदिन्छ र पिसाबको मार्फतबाट फालिदिन्छ एउटा काम। अर्को मृगौलाको काम के हो भने शरीरमा तापक्रम चाहिँ छान्दाखेरि ताप आउँछ नि यो जुन चाहिँ हिट प्रोडक्सनको लागि विशेष काम मृगौलाको पनि हुन्छ। र अर्को इरेथ्रोपोइटिन भन्ने हर्मोन निकाल्छ, त्यो हर्मोनले रातो रगत बनाउँछ।